समाचारको प्रभाव। पक्राउ परेको पट्खा घर पठाउने असही कुशवाहामाथि छानबिन सुरु। पक्राउ गरिएको पट्खा घर पठाएको आरोप लागेका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक असही रामबाबु कुशवाहामाथि छानबिन सुरु भएको छ। गत असोज 31 गते पक्राउ परेको पट्खा आफ्ना सहकर्मी मार्फत घर पठाउन लागेको समाचार गोप्य खबरले प्रकाशित गरेपछि असही कुशवाहामाथि सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण पर्साले अनुसन्धान सुरु गरेको हो। पक्राउ गरिएको पट्खा सहकर्मी मार्फत असही कुशवाहाले घर पठाउँदै गरेको भिडियो तथा समाचार सार्वजनिक भएपछि असहीलाई स्पष्टीकरण सोधी छानबिन सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्टराईले जानकारी दिनुभयो। समाचार सार्वजनिक भएपछि असहीमाथि लागेका आरोपका विषयमा छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन वीरगञ्ज भन्सार कार्यालयमा अवस्थित सशस्त्र प्रहरी गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीलाई आदेश गरिएको उहाँले बताउनुभयो। असही कुशवाहामाथि छानबिन गरी माग गरिएको प्रतिवेदन डीएसपी भण्डारीले कार्यालयमा पठाइसकिएको भए पनि कार्यव्यस्तताको कारण अध्ययन गर्न नसकिएको एसपी भट्टराईले जानकारी दिनुभयो। छानबिनमा असही कुशवाहा दोषी देखिए उनलाई विभागीय कारबाहीका लागि उच्च निकायमा सिफारिस गरिने उहाँले बताउनुभयो। बरामद गरिएका पट्खामा अनियमितता भएको विषयमा छानबिन भए नभएको बारे असही कुशवाहासँग बुझ्दा उहाँले वीरगञ्ज भन्सारमा अवस्थित कार्यालयमा आएपछि मात्र जानकारी दिने र फोनमा कुनै जानकारी नदिने बताउनुभयो। गत असोज 31 गते शुक्रबार बिहान भन्सार कार्यालयको मुख्य गेटबाट बरामद भएको पट्खा असही कुशवाहाले भन्सार कार्यालयमा नबुझाई आफ्ना एक सहकर्मी मार्फत मोटरसाइकलमा लोड गरी घर पठाउँदै गरेको भिडियो सहित समाचार गोप्य खबरले प्रकाशित गरेको थियो। यो पडाका चाहिने घर पठाइरहेको थियो त्यो असही साहब पडाका त्यो पडाका मैले चिनेछु